नमस्कार हजुर नमस्कार सन्चै हुनुहुन्छ नि होइन। म चाहिँ आज यो गाउँतिर छिरिसकेँ आफ्नै व्यवसायको लागि। तर आज पुरै फापरबारी हिँड्ने सुरमा छु म। हेर्नु होला है फापरबारी चाहिँ सबै फापरबारी छ। ठाउँ ठाउँमा कहीँ चाहिँ तोरी लगाएको रहेछ यता चाहिँ। न पुरै फापरबारी नै छ है हजुर। दुःख र सुख के नै रहेछ र लै गाई चरो लेखमा जिन्दगी बित्यो दुःख र भेगमा। फापर बारी घुमेको तिम्रो मायालाई सम्झेको गइदेऊ बारीमा कान्छी फेरि तन आऊ है ए चौतारीमा। दुःख सुख भनेको यस्तै रहेछ हौ साथी हो। जिन्दगानी दर्पण छाया जिन्दगानी दर्पण छाया। फापर पनि के साह्रो फलेको आम्मा। हेर्नु त साथीहरू फापरै फापर छ यार आम्मा। यहाँ गाउँमा चाहिँ हो क्या मान्छे बस्ने, सहर भन्दा नि गाउँ नै हो क्या बस्नुपर्ने चाहिँ नि मेरो आफ्नो अनुमान चाहिँ। हेर्नु न कति मजाले खेतीपाती हुन्छ, आफूले अब मन लागेको चिज रोपेर खान पाइन्छ। यहाँ फापरै फापर छ, यहाँ मकै नै मकै छ फेरि। हेर्नु न गाउँ भेट्छ त्यहाँनिर गाउँ भेट्न आँटेको छु मैले, घुमिरहेको छु। धेरै हिँड्ने बाटोहरू धेरै तरे खोला आफैसँग बिछोडिने कस्तो भाग्य होला। ट्याङ ड्याङ 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 मलाई यो जिन्दगीले कहाँ पुर्यायो। कहिले हँसायो कहिले रुवायो, कहिले हँसायो कहिले रुवायो। आफैसँग बिछोडेर एक्लै बनायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो। सबभन्दा ठुलो चाहिँ यो संसारमा धन रहेछ है साथी हो। धन सम्पत्ति छ भने सबै आफ्नो हुन्छन्, छैन भने सबै बिरानो।